फुल्ला अरे कत्ता गुजाइबास गोजै माछा मतलब भनेको अर्कै भाषा हो कि तपाईलाई थाहा छैन श्रीमान खै बहिनी श्रीमान खै वेयर इज योर हस्बैंड प्लिज टेल मी हस्बैंड इज गोइङ वर्क रेस्टुरेन्ट यति राति गर्ने काम त्यस्तो के हो र श्रीमानलाई एक्लै पठाउने बहिनी सही कुरा गर्ने काम के हो यो राति भनेर अरू ठाउँ भन्न हुने थियो तर यहाँ भयो कि दाइ म यति छाडा छैन आजभोलि म सुध्रिसक्यो कति घण्टाको लागि लाइभ जतिसम्म लाइभ चलिरहेको छ त्यतिखेरसम्म किन त्यो हँसिलो अनुहारमा निराश देख्छु बहिनी म आजकल बुढा छैन जाडोमा बुढा छैन अङ्गालो मार्ने कोही छैन अनि निराश हुँदैन त Women. Women. भर्खर छाडाउने भन्ने मान्छे के हो यस्तो ल जाडोमा बुढा छैन र पो भनेको त नि कहाँ मैले अरू अब तिमी दारू खाऊ क्या बहिनी के हो दारू भनेको रौसी हामी त इङ्ग्लिस ओन्ली इङ्ग्लिस नट रक्सी सक्सी ओन्ली इङ्ग्लिस ओके कहाँ केटिएममा छ कि नुवाकोट आई एम इन नुवाकोट गेम खेल्ने हो बहिनी पनिसन गेम वाट एकजना थियो उसको देखियो बिहा गरेपछि बहिनी तेरो मैले भन्छु नि बिहा नगर्ने किन बिहा गरेपछि भ्युवर्स पनि घटे तिम्रा सपोर्टर पनि घटे हाम्रो नि मुन्छे छन् ल मुन्छे छन् माया गर्ने मुन्छे छन् भ्युअर हाम्रा पनि मुन्छे छन् हाम्रो नि मुन्छे छन् ल पनिसन गेम आउ ल के हो पनिशमेन्ट भन्नु ल के हो व्हाट अबाउट दिस आई एक्सेप्ट दैट अनि हारे भने त म चल्दिन पहिलो पनिशमेन्ट बुढालाई फोन गर्ने अर्को मोबाइलतिर फोन गर्ने प्राङ्क गर्ने बुढा तिमी त राति राति रेस्ट नगर बिजी भयो म त पहिला गएँ है पनिशमेन्ट बुढाले लाइभ हेरिरहला के गर्ने तिमीले भन अब भन्नु तीनटा पनिशमेन्ट भन्नु साँच्ची हो कि यो बुढाले त लाइभै हेरिरहेछ मेरो हेलमेट छ तिमीसँग कस्तो वाला हेलमेट हो र किन आजकल धेरै बुझ्छौ तिमीले होइन अब हेलमेट अब म केही चलाउँदिन नि कहाँबाट हेलमेट आउँछ त नि स्कुटी होला नि त बहिनी छैन मलाई चलाउन आउँदैन मलाई बाइक मात्र आउँछ त्यो पनि बुढाले लग्यो कस्तो खाले हेलमेट हो र अरे भाइले लाउने हेलमेट भन्छ त सबैले कमेन्टमा के भन्छन् भाइले लाउने हेलमेट रे मेडिकलको Hey Baba, stop this nonsense things यार ल बहिनी दोस्रो पनिशमेन्ट हेलमेट छैन त्यसो भाइ छैन यार आधा नै स्कुटीको भनेको पनि धेरै नसोच यार के छैन स्कुटीको भयो नि जुन भयो नि छैन भने चाहिँ भइहाल्यो नि घरमा कुकुर छ कि नै कुकुर छैन बाहिर गएर मलाई त कसले पालोस् त्यो कुकुर कसले पालेर बस्छ किन बुढाले पालिहाल्दैन दोस्रो गोल तेस्रो बाहिर गएर स्यालको आवाज बोल्ने चिच्चाएर फर्स्ट पनिशमेन्ट तपाईँ डग स्टाइलमा बस्ने अनि
डगी स्टाइलमा सेकेन्ड पनिसमेन्ट अनि सेकेन्ड पनिसमेन्ट तपाईँको दराज छ कि छैन छ दराज माथि गएर स्याल गराउने 做人专业演员吗？ थर्ड पनिसमेन्ट गोल हान्ने गो आ जाओ भाई हट बैठ तेरी बहन का ला लु पनि सुको देऊ न कतिमा 20,000 मा हुन्छ 20,000 मा हुन्छ त्यत्रो चाहिँ हुँदैन 15,000 हुन्छ 15,000 मा लाऊ आफ्नो खुट्टामा आफै बन्जरो हानेपछि यस्तै हो गाइज अब हानिहाल्यो अब दुख्राइ पनि सहिहाल्यो हाम्रो पनि मान्छे छन् काम छैन बहिनी काम छैन बिहे भइसक्यो अब त्यो बिहे भइसकेपछि अब आउनु न भ्युअर्स गिफ्टिङ सुक्यो बास 演员吗？ अब बुढालाई रेस्टुरेन्टमा हेल्प गर्ने बहिनी काम छैन यहाँ टिकटकमा बसेर जित्ने हामीले बहिनी चुरी सुरु नदेखाऊ 你别笑， 9,000 मान्छेको सामना गर्न सक्छौ तिमी सक्छु गाइज कम अन डबल ट्याप गाइज 24 धेरै बोल्दाखेरि चाक्दै गु फुस्केला तर 24 धेरै बोल्दाखेरि चाक्दै गु निस्केला तर तिमीलाई जित्ने मान्छे कोही निस्किन्न यहाँ किनभने यहाँको डन हामी हो हेलो काठमाडौँ पशु शाखा हो यो 这你别笑， के त्यहाँ बाख्रा चराउने काम पाइन्छ हामी दुईजना आउँदैछौँ महिनाको 15,000 भए पनि हुन्छ 做人专业 को रे 演员吗？ एउटा म अर्को हाब्रे त्यसको पनि 1300 भन्दा बढी स्कोर आउनु न मेरो पनि आउनु न 这你别笑， काठमाडौँ पशु शाखा छ काम छन् भन्नु चाहिँ महिनाको 13,000 पनि गर्छु म एउटा म अर्को हाब्रे हामी दुईजना भर्ता गर्न पर्यो हजुर भोइ चढाउने काम दिनु पर्यो टिकटकमा भएन यार 做人专业演员吗？ डबल टापी आउनु नाच्यो हामीसँग टाइम छ बहिनी नाच्यो बहिनी 这你别 15 वर्ष मात्र 笑， जयसँग हामी रमाइलो गर्छौँ यहाँ हामी पो बिहे गरेको त हामीले पो बिहे गरेको छ त आफ्नो त खै त स्कोर आएको हाम्रो पनि छोराछोरी छ पहिलो पनिसमेन्ट कोलगेट ल्याउने यहाँ टाल्ने दुईटा मन्छन् कोचारी डाङ किडाङ बवाल 你别笑， कोलगेट यहाँ बल्ने 做人专业演员吗？ दोस्रो पनिसमेन्ट टाउकोमा 1 बाल्टी पानी खानु टाउकोदेखि ज्यान महिना फेरि टाउकोमा कुचोरा डाङ किडाङ खाने 这你别笑， गर्दै हान्नी 做人专业演员吗？ अब तिम्रो भन फर्स्ट पनिसमेन्ट तपाईँ चाहिँ कोलगेट यसरी आँखामा यसरी दल्ने मजाले माडी दल्ने सेकेन्ड पनिसमेन्ट सेकेन्ड पनिसमेन्ट त्यही टाउकोमा पानी खनाउने चप्पलले हान्ने ड्याङ्की ड्याङ तेस्रो पनिसमेन्ट अलिकति ग्रिप धेरै भएको चप्पल लिएर नाकमा 这你别笑， रगट्ने तिम्रो चाहिँ के हो थर्ड पनिसमेन्ट यत्रो चाहिँ ठुलो यत्रो डिउको अथवा के बोतल हुन्छ नि यत्रो ठुलो त्यसमा फुल गरेर पानी हाल्ने अनि गोल हान्ने भित्र चाहिँ के लाउन नपाइने फेरि गोल हान्ने त्यसरी गोल हान्ने भित्र चाहिँ केही नि लाउन पाउँदैन तर भित्र के लाउन पाउँदो रे पाउँदैन भुइनी मलाई छोरी पाउनु छ यार अब अप्सन छ जे होस् 15,000 मा छ आउँछ भने आउँछ आउँदैन भने आउँदैन के ल यो गेममा 15,000 स्कोर आएन भने बहिनी तिमी आफ्नो बाटो म आफ्नो बाटो म बच्चा धेरै गेम खेल्दिनँ I am 100% sure that I will win the battle. It's my time to celebrate the victory. We have 10,000 viewers not here to only make a laugh on the comment section, guys. We are here to win the battle. I just want to punish Jessa, Miss Jessa. Madam, कमजोर मत समझिए. लास्ट गोल हम ही मारेंगे भाई. पेनल्टी हम ही मारेंगे. बुलाओ किसको बुलानी है जैसा अंदर आ गया कानून के कसम आज तिम्रो बुढाबुढी आए पनि मलाई जित्न सक्दैनौ because I'm becoming the very very strong nowadays. I
I am becoming the very very strong. यसपालि हामी जेस्साल धोबी हान्छौँ बच्चा बच्ची हामीसँग च्यालेन्ज गर्न आउने टार्गेट गाइस टार्गेट गाइस 24 के हो जेस्सा त लाइभ त एकदम सुकेछ त के हो कुरो व्हाट इज दिस लाइभ तिम्रो एकदम सुक्यो के हो बिहा गरेपछि के हो लाइभ सुक्यो बहिनी के हो छेडेंगे हम तुझको लड़की तू है बड़ी बुम्बा 3000 पनि कट्न गाह्रो भयो त्यही भएर म भन्छु बिहा नगर कटा जेस्सालाई माया गर्ने मान्छे कोही छैन देयर इज नोबडी who support Jessa. Her name is Jessa. She is the good entertainer. Jessa fan has to make this live entertaining, but nobody is supporting Jessa. Why? What is the reason? Please tell me. Jessa, the game is not challenging. What is the reason? Please tell me. The game is not challenging. We have difference, very big difference. Please say something to your viewers to make a game challenging. What is the reason? After marriage, what kind of score you have? Oh my God. Suki line. के भयो बहिनी मजा आएन त बहिनी एक्टिङ राम्रो गर्छ सिआइडीमा लास्ट रोल गर्ने हो एक्टिङ बवाल गर्छ भने सिआइडीमा लास्ट रोल गर्ने हो श्रीमानले उहाँ रेस्टुरेन्टमा के खाँदै हुनुहुन्छ होला यहाँ जाँगारको तुना खाएर बसिरहेको बहिनी यार बहिनी हार्यो बहिनी तिमी म हाब्रे भएर जानुपर्छ है एउटा भैँसीचरण काम गर्न है नेपालमा बसेर काम छैन बहिनी बहिनी जिस्काउनु मलाई के गर्ने अरूलाई जिस्काउनु भने कराउँछन् चियावाला जिस्काउनु भने उता कता कता को मान्छे फायर छन् भने सुन्छु डिप्रेसन आयो भने मलाई बाल ल बहिनी के गर्छ बहिनी पनिसमेन्ट बस कपालले रोल चप्पल ल्याउँछु लिरिक्सै बिर्सेँ यार चप्पलमा त गुटासे रहेछ त नि के गर्छ जेस्साको त भ्युअर्स किन मासियो नाकमा टसाउने चप्पलमा गु किन टाँसियो नाक मेरो ठाडै हुने भयो अब त नाक ठाडो रे कमरामा पुगिसक्यो आफू भने नाक घोसाड्दै बस्यो गनायो होला है गुएपछि ए अहिले मलाई दुलाहा बनायो जेस्साको चप्पलमा गु गु गनायो जेस्साले हेर आँखी भाउ गोड्यो जेस्साले हेर आँखी भाउ गड्यो बिहा गरेसी भरे स्कोर त आउने छोड्यो गयो जेस्सा भरै कोही कोहीलाई छोडेर गयो जेस्सा भरै आफ्नो अनुहार मोडेर बुढा रेस्टुरेन्टतिर गएको छन् रे बुढलाई एक्लै घरैमा छोडेर बहिनी यस्तो गर के छ पनि सुन्न बहिनी गर्नुपर्छ बहिनी क्यामेराम्यान फोकस गरो झन् थेप्छ नाक अलि थेप्छु नि म मायामा जेस्सा धोका पाउला धेरै नकराउ फेरि